जस्तै अब इन्सेन्टिभ्स चाहिँ फेरि यहाँनिर हाम्रो देशमा इन्सेन्टिभ्स चाहिँ आइएनजिओ एनजिओ खोल्नेतिर बढी छन् बिजनेस खोल्ने भन्दा पनि। अब यो एडबाट ट्रेडमा जाने यो ट्रान्जिसन छ, यो ट्रान्जिसन कतिको सम्भव छ र यो कति वर्ष लाग्छ होला हुनको लागि यही सेरोफेरोमा गयो भने? किनभने अझै पनि हामी आइएनजिओ एनजिओ खोल्नको लागि मान्छेहरू प्रोत्साहन हुन्छन् रादर देन ओपनिङ द बिजनेस, किनकि त्यति हर्डल्स छ हाम्रो इनेबलिङ बिजनेस इन्भाइरोमेन्टहरूमा। बिजनेस इन्भाइरोमेन्टहरूमा नै मान्छेलाई गरिखाने वातावरण चाहिँ लगभग गाह्रै देखिन्छ। त्यही भएर हामी युथ माइग्रेसनदेखि लिएर धेरै त रिपल इफेक्ट पनि हुनसक्छ, बट स्टिल त्यसले इम्प्याक्ट गरिरहेको देखिन्छ। सो त्यसमा के भन्नु? होइन, अब चाहिँ यो कति लाग्छ, यो बाटो लामो छ, छोटो बाटो पक्कै पनि होइन होइन, तर सुरु गर्न जरुरी छ क्या होइन। हामीले सुरुवात चाहिँ एक पाइलाबाट गर्ने नै भन्छौँ नि होइन। र फेरि पनि तपाईँले भन्नुभएको जस्तो अलिकति यो होइन कि हामीले यो 74 को हामीले फेडरल सिस्टम हामीले 72 को संविधान आएर 74 पछाडि हेर्ने भने क्रमशः लोकल लेभलमा चाहिँ गैरसरकारी संस्थाहरूको भूमिका चाहिँ अलिकति अलिअलि दायरा साँगुरो हुँदै चाहिँ गएको अवस्था हो होइन। तर हामीले फेरि एड भन्ने बित्तिकै अनि गैरसरकारी संस्थाबाट मात्रै आउँछ भन्ने एउटा धारणा चाहिँ त गलत हो होइन। किन सरकारलाई डाइरेक्ट दिन्छ कि अब हिजो गैरसरकारी मार्फतहरू काम गरिन्थ्यो भने आज सरकारबाट सिधै हामीले त्यसलाई चाहिँ कार्यान्वयनको अवस्थामा लगिरहेका छौँ। त्यस कारणले गर्दा बाटो चाहिँ लामो छ है, लेकिन परको बाटो हो त्यो, तर हामीले सुरु चाहिँ गर्न जरुरी छ होइन। त्यस कारणले कस्तोमा एड लिने, के का लागि लिने, अनि त्यसलाई चाहिँ प्रोडक्टिभ सेक्टरमा चाहिँ कसरी कन्भर्ट गर्ने भन्ने कुरा चाहिँ हामीले हेर्न पर्छ क्या। लिने नलिने भन्ने होइन, त्यसलाई प्रोडक्टिभ सेक्टरमा कसरी अब कन्भर्ट गर्ने के होइन। हामीले त आज त हामीसँग छैन भने चाहिँ त्यो लिमिटेड रिसोर्सलाई अप्टिमम आउटपुट दिने गरी चाहिँ होइन चाहिँ त्यसलाई चाहिँ भोलि त्यसले मल्टिप्लायर इफेक्ट सृजना गर्ने गरेको चाहिँ एरियामा चाहिँ हामीले इन्भेस्टमेन्ट चाहिँ गऱ्यौँ भने चाहिँ सम्भव छ, तर बाटो लामो छ।